What's up my first time in vlog? मेरो अनुहार आइरहेछ अनुहार आइरहेछ म चाहिँ के हो निन्दा लागेको देखाएको छु क्या हेलो मेरो प्यारो मित्र अनि साथीभाइ दिदीबहिनीहरू नमस्कार अनि के छ हो तिम्रो गाउँ त साह्रो रमाइलो रहेछ त हाम्रो गाउँमा अझ टोकी रमाइलो छ टोकी रोपङ्गी हिल हामी चाहिँ जाँदैछौँ आउनुपर्छ होइन अब हामी पनि यसो हेर्दैछौँ आजको भ्लग चाहिँ स्टार्ट चाहिँ अर्जुनले गर्दैछ अनि अब विशेष चाहिँ तँलाई देखाउनु पऱ्यो पनि हेर्नु एकदम हेर्दै आहा कति राम्रो राम्रो मान्छेहरू हुनुहुन्छ यहाँ हाम्रो आदरणीय गुरुबा अनि गुरुआमा आदरणीय दाई लक्ष्मण दाई भाउजू हुनुहुन्छ पूजा भाउजू हुनुहुन्छ अनि हामी चाहिँ आज छुट्टी मनाउनको लागि अनि के ठाउँ रे रोपुङ्गी हिल्स हजुर रोपुङ्गी भन्ने ठाउँमा जाँदैछौँ अनि त्यहाँ चाहिँ लाइटिङहरू छ अनि देखाउनेछौँ तपाईँहरू पनि हामीसँग इन्जोय गर्नु होला हाम्रो स्टेसन रोपङ्गी हिल्स मेरो बुढी यहाँ छ म छैन भनेर पुरा रिसाइरहेको छ होइन हो हामी ट्रेनबाट झर्दैछौँ अहिलेको लागि ट्रेनबाट झरेर अनि हामी चाहिँ हाम्रो डेस्टिनेसनतिर सबैजना हुनुहुन्छ यहाँ अब हामी गन्तव्यतिर लाग्दैछौँ अब कता हो बाटो त मलाई पनि थाहा छैन अर्जुनलाई थाहा छ कि मैले लग्यो भने कहाँ लाग्यो स्काई टावरमा पुग्छ कस्तो भइरहेछ रमाइलो प्रशान्त दाइलाई भोक लागेको छ कि छैन त नि छैन दादालाई मलाई लागेको छ अब चाहिँ हामी होइन खाजा खान गइरहेको छौँ खाजामा चाहिँ आलु भुटेको अनि भुटेको आलु अनि त्यसपछि दुनट हाम्रो गाउँतिर के भन्छ पाउरोटी पाउरोटीको साग हालेको है मेरो बुढीले पुरै मेरो बुढी यता हेर न कम लगाउँछ राम्रो देखेछ स्पाइसी म्याक बोल्ने होइन निकालेपछि यसरी आवाज आउने गरी आवाज आउने गरी यसरी हाल्ने ल खाने टाइम अनि यहाँ यसरी खाँदैछ दादा पसन्दै ल रमाइलो यसरी भइराखेको छ सबैजनाले खाइराखेको छ अनि यो चाहिँ मेरो एक बाइट हानिसकेको मैले हल्का भोजन गरेर पेट अलिक ठुलो बनाएर फेरि हामी बाहिर निस्क्यौँ अनि यो ठाउँ चाहिँ ल हामी चाहिँ आइपुगेको छौँ अनि विशेष गरी हामी चाहिँ यो दुमजाल टोलमा आइपुगेका छौँ दुमजाल टोल अनि एकदमै रमाइलो ठाउँ चाहिँ पछाडि हेर्न सक्नुहुन्छ हामी अझै योभन्दा रमाइलो ठाउँहरू जानेछौँ अनि भाउजू के भन्नुहुन्छ अब हामी सबै कुरा त्याग गरेर देखाउनेछौँ जुन ठाउँमा जाँदैछौँ रमाइलो छ मान्छेहरूको भिडभाड तपाईँहरूले देख्न सक्नुहुन्छ र भिडभाडको साथसाथै मलाई पनि तपाईँहरूले देख्न सक्नुहुन्छ यो क्यामेरामा गइराखेको छु म पनि बुढीको ब्याग होइन यो मेरो ब्याग हो बाई द वे हाम्रो यात्रा यस्तो भइराखेको छ अनि पछाडिको बिल्डिङ एकदमै ठुलो छ आँखाले पनि भ्याइन सक्ने छ र त्योभन्दा पनि ठुलो बिल्डिङ यहाँ छ अर्को ठुलो बिल्डिङ एकदमै रमाइलो भइराखेको छ
अनि पछाडिको पनि के हो यो लुलु लेमन हाम्रो 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 गाउँतिर चाहिँ अमिलो लेमन हुन्थ्यो यहाँ चाहिँ लुलु लेमन रहेछ लुलु लेमन आमा मेरो बुढीलाई यो बिल्डिङ साह्रै ठुलो लाएर ल हेर्नुहोस् है ओ माई गॉड खै कस्तो लाग्यो कान जाडो भएर साह्रो चिसो रहेछ तराईको जाडो लागेछ यता जाडो ल चोलीहरू भिडभाड अनि यतातिर रहेको छ पुरै लाइटनिङ स्टार्ट भइसकेको छ लाइटनिङ यतातिर हाम्रोतिर लाइटनिङ रमाइलो भइराखेको छ अनि अहिले चाहिँ हामी यो टोकियोको रुपुङ्गे हिल्स भन्ने ठाउँमा रहेको छ अनि यहाँनिर पनि एकदमै रमाइलो ठाउँ सायद भित्र चाहिँ मार्केट है त्यो आई डोन्ट नो तर फेरि गेटअप चाहिँ दामी छ कि खाइके पान बनारस वाला होइन हामी रुपुङ्गे हिल्स आएको यहाँ साह्रै मिठो बास्ना आइरहेको छ यहाँ रहेछ रेस्टुरेन्ट रहेछ यहाँ रहेछ यहाँ साह्रै मिठो बास्ना आएको छ रमाइलो छ अनि गुफा हुँदै भित्र हामी जाँदैछौँ माथि पनि आउँदै हुनुहुन्छ सबैजना आयो भनिदिनु होला हामी त हिलमा आएको यहीँनिर घुमेर कता हो एउटा कुरा छ अब दामी ठाउँमा हामी जाँदैछौँ कुन ठाउँको कुरामा अब हामी देखाउनेछौँ है दादा फाइनल गाइज हामी चाहिँ आइसकेका छौँ यो लाइटनिङमा अनि एकदमै रमाइलो रहेछ अनि यहाँ छ हाम्रो दाई भाउजूहरू सबैजना हुनुहुन्छ रमाइलो गरेर हामी आइराखेका छौँ एन्ड फाइनल लाइटनिङ आइसकेको छ एकदमै रमाइलो रहेछ सो तपाईँहरू पनि आउनु सक्नुहुन्छ ल बुढी फाइनली यतातिर चाहिँ ल लाइटनिङ चाहिँ यतातिर रहेछ अनि हामी एकदम रमाइलो अनि यतातिर पछाडि मान्छेहरू पनि लगाएर बाई गरेर राखेको छ सबैजना आफ्नो मान्छेहरूसँग आइराखेको एकदम रमाइलो छ किन यसरी झुरुप्प भएर बसेको एक ठाउँमा अब चाहिँ जाडो भएन अब यहाँ रमाइलो गर्नुपर्छ यस्तो ठाउँ त ल जाउँ दादा एउटा डान्स हान्ने हो कि ल हामी अब फेरि अर्को लोकेसनतिर हामी जाँदैछौँ यहाँनिरको फोटोहरू पनि एकदमै मजाले खिचियो रमाइलो भयो अब फेरि हामी नेक्स्ट अर्को ठाउँतिर हामी जाँदैछौँ हामी घुम्दैछौँ एकदमै रमाइलो माहौल छ अनि मसँग दुईजना हाम्रो अति नै प्यारी राइनी भाउजूहरू हुनुहुन्छ के भन्छ होइन राइनी त राइनी तर सुँगुर नखाने राइनी हाम्रो भाउजू होइन बङ्गुर नखाने राइनी तर सुहाएन के भाउजू बङ्गुर चाहिँ खानुपर्छ कि राईहरूले जातले पाएपछि दिने हो दुई हातले झ्याम अनि तल पनि लाइटनिङ रहेछ अब यति नै हो कि सायद अरू पनि छ कि होइन धेरै छ जस्तो लागेको थियो सायद यति नै हो कि त्यस्तो पनि लगाइरहेको छ रमाइलो रहेछ र हामीले चाहिँ रुपुङ्गे हिल्स हेऱ्यौँ र विशेष यहाँको विशेषता चाहिँ यही छ लाइटनिङ प्लस ठुलो बिल्डिङ अनि रमाइलो भयो अब यहाँ सकियो अब हाम्रो चाहिँ नेक्स्ट प्लान भनेको बुर्ज खलिफा जाने हो होइन क्या टोकियो टावर अब चाहिँ हामी नाइटमा फेरि पनि हामी सायद टोकियो टावरतिर जानेछौँ होइन त कुरामा टोकियो टावरमा गएर हामी टावरको टुप्पामा गएर सेल्फी हान्नेछौँ ल रमाइलो लाग्यो फेरि हामी भेट्नेछौँ सी यू अन टोकियो टावर सो फाइनल गाइज हामी फेरि पनि आइसकेको छौँ हाम्रो डेस्टिनेसन एन्ड टोकियो टावर अनि हामी एकदमै कालो देखिरहेको छौँ रात धेरै परेर अनि रमाइलो छ माहौल राति भए पनि एकदमै पछाडिको कुराहरू राम्रो देखिन्छ अनि यहाँ अगाडि हेर्नुहोस् न ओ माई गॉड वाउ बुढी कस्तो भइरहेछ त नि तिमीलाई राम्रो के नजिकबाट झन् कस्तो दामी के दामी लाग्यो ल मेरो बुढीलाई एकदमै राम्रो लाग्यो कलर एकदम मन पऱ्यो अरे ल यस्तो छ कलर हेर्न सक्नुहुन्छ मेरो नि फर्स्ट टाइम हो अनि एकदमै रमाइलो लाग्यो यता दाई भाउजूहरूलाई कस्तो लागिरहेछ
पुरै रड तताएर रातो भास्तो भयो कि घाँसको भित्ता हेर्नु न कति राम्रो ओ माई गड पुरै घाँसै घाँस यो भित्तामा ल हेर्नु टोकियोको यो टोकियो ओपन टप टुर भन्ने यो बस यहाँ डबल फ्लोरको बस छ 2 तलाको ल हेर्नुहोस् है ओहो रमाइलो छ हो टावर हेर्नु न कति अग्लो आमा के भइरहेछ दुईजनालाई साह्रै जाडो भयो ढ्याउकुमारी ढ्याउ आएर ढ्याउ हो र भाउजू अब चाहिँ हामी जाँदैछौँ हामी कहाँ जाँदैछौँ अहिले टोकियो टावर टोकियो टावर टोकियो टावर अनि जाँदैछौँ हामी चाहिँ यो ठ्याक्कै कति किलोमिटर होइन सरी कति मिटर हाइटमा हामी जाँदैछौँ मलाई पनि थाहा आउँदैछ माथिबाट आउँदैछ ल के हो यो हामी चाहिँ छेउतिरै कतातिर बस्ने होला वाउ मान्छेहरू सबजना छ मोबाइल भइराखेको छ अनि उसको चाहिँ फेरि राम्रो थियो दादा कुकुर गयो क्या पुरै खुल्ला के म त त्यो खुल्ला झन् हेर्नु कस्तो राम्रो अँध्यारोमै पनि जानु कस्तो कानै टुवा भइसक्यो ल वाउ The sky. मात्र हो हामी ए अँध्यारोमै पो हेर्ने रहेछ त यहाँ त हामी कति अँध्यारो रहेछ यहाँ त ल ओ माई गड अब त कति डर लाग्यो ओ माई गड वाउ तर त कहाँ हो अब यतिकै माथि लगेको अँध्यारो भन्दा चाहिँ एकदमै भित्र चाहिँ अँध्यारो बाहिर चाहिँ एकदम दामी अनि वाउ ओ माई गड यो को हो त भिडियो गर्ने हेर्दा लाग्छ रहर के हो यस्तो मेरो सम्पत्तिहरू देखाइदिन्छु ल यो सबै किरा से के हो यस्तो यो भित्रभित्र सामानहरू यस्तो राख्छ हजुर कस्तो भइरहेछ चढेर पनि आइयो चढेर पनि हामी फर्किँदैछौँ यहाँ सपिङ गर भनेर हो कि